बाजे नाच्यो नाच्यो बाजे नाच्यो बार्ली कमर बाच्यो बार्ली कमर बाच्यो ए नाच्यो बाजे नाच्यो नाच्यो बाजे नाच्यो ए नाच्यो 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 बाजे नाच्यो 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 बाजे नाच्यो भयो भयो बहिनी हेर्नु यहाँ सुज लगाएर आएपछि सक्स लगाएर आएपछि यस्तै हो। भ्लग बनाउन नजानेपछि गाह्रो छ। अहिलेसम्म मैले बनाएको भ्लग चाहिँ बिग्रियो अरे। भ्लगर दाइ भाइरस दाइले भन्नुभएको है त। दाइ आउनुभयो अब हामी जान्छौँ हल्ला नगर्नु है अब चल्दै ल साह्रै छ बाइकमा आधी बाटोमा भेटौँला अब गाडी वाला के भन्दै यो के रे सर्भिस देखेको वाला साइड धेरै पसन्द गर्छ हाम्रो तर थाहा छैन है साइड लेदिन्छ बेनी बाटो छोरा बेनी बाटो आएको छैन हजुर Happy birthday. Yo tadi disuruh Pak hari ini. Ulang lagi kau. Anda boleh dua atau cuma buat jalan mana? Hah? Buat jalan mana? Tidak ada. Dua atau sana mana, Bu? Betul? Jangan orang dulu, oke? Oh, karena kan kita jangan lagi mau. Kan kita jangan lagi dulu, kita jangan lagi shopping jam, macam tu yang.
है त अनि बाटोमा भेटौँला आगै नथाहा भएको कुरा कच्ची आइदिन्छ आमा म त आगै नथाहा भएको आगै नथाहा भएको कुरा कच्ची आइदिन्छ आमा ओएरमा भन्ने यार एक मिस सुरुबिस हाम्रो भाइरल ठाउँ ओके सन्त भाइ हेर्न यहाँ झन्डै बड्डा यस्तैले गर्दा हो कि देश बिग्रेको तर धन्नै यार त्यो त यार हल्का केही गर्नु हजुर सबैजना राम्रोसँग बाइकहरू चलाउनु होला गाडीहरू चलाउनु होला घुम्तीमा रिस लिएर नचलाउनु होला कृपया जे नि हुनसक्छ त्यसैले आफ्नो सुरक्षा आफै गर्नु होला बाँच्नु मन छ भने टाढै हो मान्छे कहाँ जाने होला हजुर अलि ठ्याक्कै हामी त गएर जे गरेर पनि प्रतीक्षालयमा बस्नुपर्छ के हामीलाई त अब थाहा छैन नि त त्यो बाटो बाइक अरू ए अरे टाढा बा हो टाढा टाढा हाम्रो ग्रुपहरू चाहिँ सायद पछाडि नै हुन्छ होला हामी सायद ए आयो आयो दाइ आयो त्यो बाटो आयो के यहीँ हो छैन छैन ल आयो ल हामी चाहिँ आइपुगेर पनि यहाँ कुर्दै ग्रुप उहीँ थियौँ त उहीँ थियो त तिनीहरू त चोरखोला पनि आइपुगेको थिएनन् हो कुर्दैछौँ अब हाम्रो ठाउँहरूलाई अहिले भेटौँला धन्यवाद यताको ठाउँ ओइ कति धेरै अन्त झर्नु भयो कता ओए कोका कोला आयो को अरे हामीलाई धम्की दिने शर्मिला यहाँ धम्की दिने मान्छे पछाडि चढे क्या बस्या त्यसको त के हामीलाई हेर्छु बाटोमा देखेनन् के झन्डै छिटो ल्याइछ त किन ढिलो गर्नु हो यो मान्छेले हो कि कहाँ गएर हामीलाई यो मान्छेले धम्की दिएको ओ भाइ के भन्थ्यो अघि के भन्थ्यो हामी गइसक्यौँ तिम्रो जेसुकै गर बाइकमा आऊ कि के गर रे अझ यस्तो भन्थेन हामी हिँडिसक्यौँ तिम्रो जेसुकै गर भन्थ्यो कि नै चिनी पाउँछ कि यहाँ चिनी यहाँ पाउँछ कि उगे यहाँ पाउँछ नो मनी नो यहाँ पाउँछ अरे के चिनी दाइलाई फोन गर्थ्यो ल है अहिले भेटौँला
बाटो सिकाएको रे ल भिडियो गर्दै एउटा यार जानु तपाईँहरू छिटो हेलो 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 मैले साइरस दाइको मोबाइल पाएँ तर भ्लग फर्स्ट टाइम तर अलिअलि आज हामी डाँडाको प्रार्थना जवानहरू आउँदैछौँ अनि हेर्नुहोस् है त जवानहरू यहाँ चाहिँ सबैजना हामी डाँडाको प्रार्थनाको लागि हामी हिँड्दैछौँ हेर्नु अर्ग्यानिक पानी अर्ग्यानिक हो अब साइरस दाइको मोबाइल पाएपछि यत्तिको मोचे गर्नुपर्छ है त फेरि के गर्नु अब आइफोन पाएपछि यत्तिको चाहिँ हुन पर्यो आज हामी डाँडाको प्रार्थनाको लागि चाहिँ हामी आएका छौँ अनि हेर्नुहोस् जवानहरू आदि चाहिँ साइरस दाइहरू चाहिँ उमा बाइकमा जानुभयो हामी चाहिँ हिँड्दैछौँ दाइहरू चाहिँ बाइकमा जानुभयो अनि दाइको मोबाइल चाहिँ मैले मागेर चलाउँदैछु गाउँघरमा यत्तिको काम चाहिँ हुन्छ ल के गर्नु भ्लग होइन यो चाहिँ मैले मेमोरीको लागि राखेको हो प्लिज दाइ नहालिदिनु होला तपाईँको मोबाइल पाइ यत्तिको मोचे गर्नै पर्यो अब के गर्नु आइफोन हो गाह्रो छ हो हेलो प्रिया मिस हेर्नुहोस् न यता वाउ ल जय मसी सबैजनालाई हेर्नुहोस् है पछाडि हाम्रो जवानहरू हेलो जय मसी देखिनु भएछ कि नै भन्ने कुरा हो है भिडियो बन्दैछ ल छोडिदिनुहोस् हामी यति जवानहरू चाहिँ दाइको मोबाइल लिएको गल्ती गरेछु यहाँ कति मलाई भिडियो बनाउन पठाएर म हप्याएको भइसक्यो होइन यो भन्नु चाहिँ राम्रो हुने अरे प्लिज दाइ नहालिदिनु ए साइरस दाइको नाम साइरस दाइ नो भाइरस दाइ ल यत्तिको चाहिँ हुनु पर्यो दाइ सब आयो बस्नु अहिले बङ्कुरा खोज्न जानु पर्ला अहिले माथितिर अरू केही चाहिन्न अरू मासु भए पुग्छ कि मलाई ए यहाँ रहेछ त यहाँ किने पनि भयो त मासु लभर भाइरस दाइ नो साइरस दाइ है भाइरस दाइ यहाँ किने पनि हुन्छ कि यहाँ भ्लग बनाउन नजानेपछि गाह्रो छ अहिलेसम्म मैले बनाएको भ्लग चाहिँ बिग्रियो अरे भ्लगर दाइ भाइरस दाइले भन्नुभएको है त मैले बल्ल क्यामेरा छोप्न सिक्दैछु म जवानहरू अनि हामी चाहिँ अहिले उहाँ दिदी हुनुहुन्छ दिदी हजुर हेर्नु यहाँ सुज लगाएर आएपछि सक्स लगाएर आएपछि यस्तै हो अलि राम्रो जम्प भएन के दाइ खाली 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 एरिया खाली हाम्रो के भन्छ यसलाई दाइलाई दाइ दाइ त हो सुरज दाइ हो तर नि हाम्रो जवान भरिमा सबैभन्दा ढिलो गर्ने दाइ ओहो हैन यस्तो हुन्छ म सबको माया लाएर सबलाई बुटुल्दा ढिलो भएको हो के खास पहिला बटुल्नु भएको हैन सब बाहना हो एउटा यो भाइरस दाइ भाइरस त कोरोना भाइरस आएर पनि गइसक्यो नयाँ हो
भाइरस दाई अनि यो सुरज दाई बहिनीको सब्स्क्राइब गरिदिनु होला होइन हौ बहिनीको होइन भाइरस दाईको ल ठिक छ भाइरस दाईको मोबाइल लिएर मैले के गर्दैछु भ्लग बनाउन सिक्दैछु बिस्तारै तिमी पनि भ्लगर हुन्छौ यतिको होइन म नहुने म त के अरे यो के भन्छ दाइ मेमोरीको लागि अलिअलि त्यो पनि दाइले सिकाउँदै हुनुहुन्छ म अलिअलि भन्दैछु ल ल धन्यवाद नहेर्नु भाइरस दाइले दगुरेको जय मसी हो जय मसी ओइ तिनटा वहाँ लौ जा लौ जा खै भलो गराइन जाऊ त्यहाँ होइन किन फुलेको हो कि अल्लाह यस्तो राम्रो फुल्नु पर्छ किन यति राम्रो फुलेको यो फुल यो हेर्नु सब बाख्रा कसरी हेरेछ मलाई नानी बाख्रा हेर्नु कसरी हेरेछ हेरेछ त चिन्ते हेरेछ नि त बाख्रा त ढाल्न पर्छ है पैसा मगाउनु त पानी खाने कहिले खैदिन्न कोले यो टोयलेट लाख भन्छ त्यही लाख टोयलेट भाइरस दाइ बाख्रा 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 जय मसी मेरो नाम टोप बहादुर अहिले म हेर्दैछु यहाँ के रे यो के रे डोबाटोको डाँडा अरू के भन्ने हस्त धन्यवाद सुन्डला उखाने के सुन्डला हेर त मेरो सुन्डला बिकेन बे सुन्डला कसरी खाने हो सुन्टला अरे चालु गर्न जानु पर्यो के क्रस पार हेर्नु है त क्रस फायर चालु गर्न मिल्दैन र नचलाएर पनि होला नि त यिनले गर्दा के नभए हामी पनि गाडीमा आउने मान्छे के भन्दै आऊ रे त्यस्तो भन्छ अनि हामी होग्न चाहिँ अनि हामीले बाइक स्टार्ट हानेर होग्न राइट न बाइक स्टार्ट भाइरस दाइको चस्मा लगाउने स्टाइल हेर्ने पानी भर्न नसकेर बिजोग रमाइलो क्या सफा आछ नि फोटो यार भिडियो के भर पित्तलमा दामी आउँछ नि त्यो पानी बल्ल चुप्प लागेको भिडियो बनाएको त हेर न ड्रामा नि देखियो मजा हैन ल अर्को बोतल कान्छी यो पनि भरा कान्छी भने त पानी हो कि सोल्डिने भन्ने पो फर्स्ट टाइम हो त होइन मुर्गी आमा चान्स हानेको रे सोल्डिने भन्दै ओ माइ गड बहिनीलाई पानी भर्ने तरिका नै थाहा रहेन त नि बाँच्न त्यो बोतल त्यहीँ छिराउनु पर्थ्यो तिमी नजानु रह के पानी भर्न पर्दैन रे माथि पाउँछ रे रोटी टिप्न झरा ओ सुरज दाइ आउनु भएन कि यति हामी भयो बहिनी भयो ए यहाँ तार्छ यो पनि तपाईँहरूको खेत हो यहाँ ट्र्याक्टरले जोड्नु भयो कि हलोले ए त्यही ट्र्याक्टरले रहेछ त्यहाँ बाटो बिगार्ने अघि हामी आउँदा ए हाटे ट्र्याक्टर हजुर कहाँ छ तपाईँहरूको घर ए आपको बुट्टा रे एउटा आप पनि नभएको उता रहेछ बेलौटी बुट्टा त्यहाँ होला सायद उहाँ मैले उहाँ सिकाइसकेँ टपरीको त्यो के अरे मालुको पाटमा खाना खाने टक्क लगाएर के खाने सबै यो के अरे टोरी नै होइन हो टोरी हेर त यहाँ पाक गरेका टोरीलाई कुचेर मैले मात्रै कुचेन रहेको सर खै बेलौटी त देखिन त ए धेरै बुट्टा रहेछ त उता पनि रहेछ हाम्रो रहेछ कति रहेछ ल भइहाल्छ त धेरै नभेट्यो नि एउटा मात्रै भेट्यो नि भइहाल्यो कि मलाई त धेरै छैन है खाने चिजमा बिर्सिनु पर्छ क्या अर्ग्यानिक ओरिजिनल बेलौटी तर हल्का काँचो परेछ काँचो नटिप अलि डान्स झर्ला फेरि पहिला जाउँ न अरूसँग हेरौँ यत्रो बेलौटी बुट्टा रहेछ उता पनि घर रहेछ एउटा बेलौटी बुट्टा आएन त बेलौटी पाकेर एउटा
खै चढ्नु चढ्न त खै कहाँ जो खै मैले त देखेन हो ए त्यहाँ रहेछ प्रतिभा बहिनी त्यही भएर जान्न रहेछन् रुम्दै म एउटा बेलौटीलाई छानबिन हान्न गएको के ए बेलौटी उद्घाटन है उद्घाटन आयो खान्देऊ न एकछिन यसो भयो हेलो खै कहाँ ओ साह्रै सुनको जम सक्ने तेरि खै खै झोला न ए झल सक्यो खै टिप उठालो धन्यवाद बहिनी आफूलाई खाँदै पर्छ हजुर चाखेको त कस्तो गुलियो रहेछ क्या त्यही भएर खाएको अब एकचोटि हामी फाल्नु त दिदी म भिडियो बनाउँछु रे ल जानु भेटाएको होइन टिपेको भन्नु न कस्तो भेटाएको र जानु र होइन झोला भयो नि जान्छु पेटभित्र त हाम्रो बहिनी म भिडियो बनाउँछु झोला यहाँ खाऊ उता जानु पर्ने यहाँ हेर्नु त मर्दैन होला एकचोटि मर्दैन होला त्यो झन् सुकेको हो त्यहीमा कुचाउनु फेरि भयो अब उता जानु होला नि जाम ए तुमा रहेछ धेरै पाकेको त च्याउ पाइन्न जानु यहाँको बुढामा रहेछ बरु बेलौटी त ए यहाँ सुरुमै देखिसक्यो खै गएको त झोलामा जा त चाहिँ मुखमा जा प्रतिमा बहिनीले खाएको नखाने भनेर त बस अब हाम्रो भिडियो रोकिन्छ टक्क लाग्यो हेर्नु है अर्ग्यानिक अमिलो जङ्गलमै भएको है यहाँ हेर्नु है भित्र कति ठुल्ठुलो फलेको साह्रै खसेको छ अर्ग्यानिक खान चाहनुहुन्छ हामी खान चाहन्नौँ हामी सुभाष बेलौटीमै बिजी हुनुहुन्छ दाइ उहाँले टिप्ने टक्क आउँछ गममै खाने वाउ कस्तो सुवाद बेलौटी टिप्न गएको उहाँ खोजे हुनुहुन्छ यहाँ बसेर खाइराख्नु छ उहाँ चाहिँ नि मागिराख्नु भएको छ कि के खाने रे के रे के खाने रे भन्नु न दाइ के खाने रे बेलौटी खाने कि एउटा बेलौटी बोकेको मान्छे यहाँ हुनुहुन्छ है बेलौटी यहाँ सकिसकेछ हेर्नु त दाइ दाइ उडा दिने हैन के आफै दुखेर सबै माग्ने हेर त यहाँ भिडियो हेर्नु त खै कि एउटा एउटा अनि फेरि एउटा अनि फेरि एउटा ओए यो हैन दुटा लाग्यो दुटा ओए ब्याजको पैसा लाग्छ नि फेरि हो मैले ठगाइन एउटा यहाँ अब एउटा निकाल म आउँछु कि अब बल्ल र बेलौटी भ्यायो एउटा लैजाऊ म आउँछु
रमाको पनि अब देखाउँछु म न बेलुनी हाल्यो बेलुनी हाल्यो भ्याएको आरोप लानु पर्छ भ्या छैन सो भ्या छैन त्यत्रो टिकेर आएको एउटा त बन्छ यार भोक मुस्ताङको मिठाई कति ठुलो खै दाइ बेलौटी खै दाइ दाइ ए ल अहिले नि फेरि पछि भन्तिर ल हुन 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 मिठाई बहिनी खै 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 जापानबाट बेलौटी ल्याएको नि जापानिज बेलौटी दिदी एउटा बल्छुको मिठाई खेलो मासु बनाइराख है बेलौटी किन झर्दैन खै यो छोपेर त जम्ला ए बेलौटी त अब रोइ चप्तो बरी लै 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 खानुहुन्छ ए यस्तो हो कि